गाउँ गाउँमा किसानहरूले यति नै दुःख पाइराख्नुपर्छ, यतिकै पीडा हुन्छ, त्यो माइती घर मण्डलामा भुके जस्तो सजिलो चाहिँ छैन। बाँदर आतंकको नियन्त्रण गर्ने उपाय चाहिँ अहिलेसम्म कसैलाई सुझेको रहन्छ र त्यसको नियन्त्रण गर्ने उपाय कुनै पनि छैन भन्ने अन्तिम निष्कर्षमा मान्छे पुगिसकेका छन्। तर यो त एकदमै सजिलो छ क्या, बाँदर नियन्त्रण गर्न त यति सजिलो छ नि, यति सजिलो छ, चुटकीको भरमा यो बाँदर नियन्त्रण हुन्छन् क्या। बाँदरहरू सम्पूर्ण नियन्त्रण हुन्छन्, यहाँ कसैले केही गर्नु पर्दैन, बाँदर मार्ने काम पनि गर्नु पर्दैन, केही पनि गर्नु पर्दैन, बाँदर चाहिँ छेन भरमै चुटकी भरमै बाँदर नियन्त्रण हुन्छ क्या। यो कुरा चाहिँ कसैले बुझेकै छैन। अलिकति दिमाग लगाएर बुझ्नु त यो कुरा। अहिले ध्रुव राईले मैले 600 वटा बाँदर मारे भनेर जुन मिडियामा आएर कुरा बोलिदिनु भयो, त्यहाँदेखि पछाडि अहिले यो बाँदरको चर्चा यति व्यापक रूपमा चलेको छ नि हैन। बाँदर मारेको विषय जब ध्रुव राईले सामाजिक सञ्जालमा आयो, कुरा आयो, लिक भयो, उहाँले आएर मिडियामा आएर यो कुरा बोलिदिनु भयो। जतिखेर उहाँ गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो त्यतिखेर चाहिँ उहाँले बाँदर मारेको कुरा जब स्पष्ट पार्नुभयो नि, किसानहरूको हितको लागि र त्यहाँका जनताको हितको लागि मैले यति वटा 600 वटा चाहिँ बाँदर मारे भनेर उहाँले कुरा गर्नुभयो र अब 6 लाख बाँदर मार्नुपर्छ अनि मात्रै किसानहरूले उन्मुक्ति पाउँछन्, राहत पाउँछन् केही मात्रामा भनेर उहाँले भन्नुभयो। यो विषय सञ्जालमा आएपछि र मिडियामा आएपछि यति धेरै चर्चाको विषय र बहसको विषय बनेको छ यो बाँदर नियन्त्रण गर्ने, र सबैका आफ्ना आफ्ना अनुमानहरू छन् हैन। तर यो बाँदर नियन्त्रण गर्न एकदमै सजिलो छ, चुटकीको भरमा बाँदर नियन्त्रण हुन्छ क्या। अब ध्रुवराज राईले भन्नुभएको छ 6 लाख बाँदर मार्नुपर्ने हैन। जम्मा 6 लाख बाँदर मार्दाखेरि यो समस्याको समाधान हुन्छ भने त्यो 6 लाख बाँदर मार्नै पर्दैन क्या, त्यो त्यत्तिकै नियन्त्रण हुन्छ। कसरी भन्नु होला, जसरी अहिले यो बाँदर मार्न हुँदैन भन्दै सामाजिक सञ्जालमा त्यो भिड देखिन्छ नि एउटा हैन, त्यो बाँदर मार्न हुँदैन, बाँदरहरूले बाँच्न पाउनुपर्छ, बाँदरलाई नियन्त्रण गर्नलाई बाँदर मार्छु भन्ने, यो मान्छेलाई मार्नुपर्छ, यसलाई हामी फुटबल खेलाउँछौँ, यो गर्छौँ त्यो गर्छौँ भन्ने ती अभियन्ताहरू छन् नि, जति पनि जनावर प्रेमीहरू, जनावर लभरहरू, तिनीहरूको संख्या चाहिँ 40 लाख छ अरे। उनीहरूले हर्क साम्पाङसँग कुरा गर्दै गरेको मैले त्यहाँ देखेको थिएँ। 40 लाख यो जनावर प्रेमीहरू छन् अरे, अनि जम्मा मार्नुपर्ने बाँदर 6 लाख, जनावर प्रेमी रहेछन् 40 लाख। त्यो गाउँ गाउँबाट जुन जुन ठाउँमा मान्छेहरू यति पीडित छन् बाँदरबाट, उनीहरूको जिना हराम छ, उनीहरूलाई बाँच्न मुस्किल छ हैन, त्यो ठाउँबाट बाँदरहरूलाई जीवित पक्रेर यी 40 लाख जो जनावर लभरहरू छन् नि, यी जनावर लभरहरूको प्रत्येकको घरमा एक एक वटा बाँदर पुर्याइदिउँ त समस्या त्यत्तिकै समाधान भएन। न बाँदर मार्नु पर्यो, न त्यसको संरक्षण गर्नु पर्यो, न केही गर्नु पर्यो, केही गर्नु परेन, बाँदर पनि मरेनन्, किसानहरूको समस्या पनि समाधान भयो। बस एउटा काम गर्नुहोस्, प्रत्येक गाउँबाट जहाँ जहाँ बाँदर पीडित हुनुहुन्छ, जहाँ जहाँ बाँदरले तपाईँलाई एकदमै दुःख दिएको छ, सबैले यो बाँदर पक्रिने अभियान चलाउनु र प्रत्येक यी 40 लाख अभियन्ता जो यिनीहरू अहिले माइती घर मण्डलमा आएर उफ्रेका कुर्ले छन् नि बाँदर मार्न हुँदैन भनेर, हो तिनीहरूको प्रत्येकको घरमा एक एक वटा बाँदर पुर्याइदिनु त। भो यिनीहरूले बाँदर पाल्छन्, यिनीहरूले बाँदर पालेपछि बाँदर मार्ने काम पनि भएन र समस्या पनि समाधान भयो। मेरो विचार चाहिँ यही हो है, मैले देखेको समस्याको समाधान चाहिँ यही हो। होइन भने बाँदरबाट समस्याको समाधान पाउन त्यति सजिलो छैन। गाउँ गाउँमा किसानहरूले यति नै दुःख पाइराख्नुपर्छ, यतिकै पीडा हुन्छ, त्यो माइती घर मण्डलमा भुके जस्तो सजिलो चाहिँ छैन।